हेलो एभ्रिवान वेलकम छ मेरो मिनी ब्लगमा हजुरहरूलाई हैन। आज चाहिँ म कपाल सपाल नुहाएर चट्ट लाएर मेरो कपाल यस्तो भएको छ, भुसुङ्ग परेर बिग्रिरहेको छ। ड्युटीबाट आएर चाहिँ खानासाना खाइसकेर लागिरहेको छु। घाँटी खसखस गरेर यस्तो खराब भइरहेछ। यस्तै हुन्छ कि यो पानी चाहिँ ठुलो छ, पानी ठुलो खोलेर मेरो पेट सबै भिजिदिन्छ के। त्यही भएर भाँडासाँडा धोएर हतार हतार सुत्नु पर्ने हुन्छ। म अहिले चाहिँ 7 बजिसक्यो, खानासाना खाएर चट्ट लाएर अब भाँडासाँडा पनि धुइसकेँ। अब चाहिँ रुममा गएर कपाल सपाल कोरेर सुत्नुपर्छ। कपाल सुकिसक्यो। मेरो रुम चाहिँ उता पारी छ, 2-4वटा रुमभन्दा उता जानुपर्छ कि, त्यही भएर उता छ। यस्तै हो अब हैन। मेरो रुम आइपुग्न लाग्यो, हेर्न सक्नुहुन्छ साथीहरू। मेरो रुम चाहिँ आइपुग्यो, यही हो मेरो रुम। आफ्नै तालमा छ साथीहरू। मेरो कोठामा चाहिँ मेरो ओछ्यान चाहिँ यस्तो हालत छ हैन। हेर्न सक्नुहुन्छ। अब म कपाल सपाल कोरेर अब सुत्नुपर्ने हुन्छ। कपाल अलिअलि सुकेको छैन, क्या हो भनेको सुकेको रहेछ। अब कपाल सपाल बाटेर सुतिहाल्छु त म त। फेरि हत्तपत्त रात बेलुका निन्द्रै लाग्दैन हो, मलाई मात्र नलाग्ने हो कि सबैलाई नलाग्ने हो भनेर नि के भन्नु साथीहरू। त मस्त सुत्छ है। अब आफू त सुत्न नि पाउँदैन, निन्द्रा नि लाग्दैन के भन्छु। म कपाल सपाल बाटिसकेर यसरी सुत्नुपर्छ। कपाल सपाल बाटिसकेन अब फुकुलो गरेर बान्नुपर्छ कि नभए दुख्छ पछाडि, कस्तो सुत्नु हुँदैन साथीहरू। अब म रुममा गएँ, मेरो ओछ्यान सोछ्यान टक टक टुक टुक अब सुति गइहाल्छु म त। ल साथीहरू, आजको मिनी ब्लग चाहिँ यस्तै हो है। ल सबैले हेरिदिनु होला। बच्चालाई यसरी राखेको छु मैले झुन्डाएर। नेपालबाट ल्याइदिएको खाता साता पनि यसो मिलाएर राखिदिएको। मेकअप सामान पनि उठ्ने बित्तिकै चाहिँ हिँड्नुपर्छ, त्यही भएर ल मेरो कोठा पनि बन्द गरेँ। सुति पो